हाम्रो देशले छिमेकी मुलुकलाई कहाँनिर चाहिँ के अरे सीमाना अतिक्रमण गरेर छौँ हामीले भन्ने बारेमा चाहिँ उहाँले यहाँ पुष्टि गरिदिनुपर्छ कि त होइन भने नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ, त्यसलाई माफी माग्नुपर्छ भन्ने त्यो तपाईँको शब्द पनि प्रयोग नगरौँ, उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ। हामी यो माग राख्न चाहन्छौँ। धन्यवाद सभामुख महोदय समयको लागि। हामी यो बजेट नियमावली अरू विषयहरूमा प्रस्तुत गर्न खोजिरहेका छौँ, तर देशको सिमानाको विषय सबैभन्दा प्रधान विषय हो। देशकै प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर जुन खालको अभिव्यक्ति दिनुभएको छ त्यो अभिव्यक्ति अविलम्ब सच्याइनुपर्छ भनेर हाम्रो माग रहिआएको छ। तर यतिका दिनसम्म सदनलाई स्थगित गर्दाखेरि उहाँले कुनै किसिमको वक्तव्य पनि निकाल्नु भएन। आज यहाँ उहाँ आउनु पनि भएको छैन र आउने छाँटकाँट पनि छैन र हामी चाहिँ अरू कार्य तपाईँको चाहिँ सूचीमा प्रवेश गरौँ भन्ने खालको सभामुखज्यूको जुन आग्रह रहेको छ यो हामी स्वीकार्न सक्दैनौँ। उहाँले यो सिमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँनिर चाहिँ के अरे सीमाना अतिक्रमण गरेर छौँ हामीले भन्ने बारेमा चाहिँ उहाँले यहाँ पुष्टि गरिदिनुपर्छ कि त होइन भने नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ, त्यसलाई माफी माग्नुपर्छ भन्ने त्यो तपाईँको शब्द पनि प्रयोग नगरौँ, उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ। हामी यो माग राख्न चाहन्छौँ। त्यो कुरा नसचिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ होइन। देश भन्ने हाम्रो परिकल्पना र आफ्नो भावना मात्रै हुँदैन, भूगोल बिनाको देश हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो भूगोलमा होइन विभिन्न खालका चाहिँ बेला बेलामा भइराखेका अतिक्रमणहरूको विरुद्धमा संरक्षणको रक्षाको नीति लिनुको साटो अहिले हामीले जे खालको चाहिँ के अरे सुनिरहेका छौँ प्रधानमन्त्रीज्यूको मुखबाट, त्यसले हामी अत्यन्तै धेरै दुखी छौँ, आक्रोशित छौँ, आन्दोलित छौँ। अहिले सडकभरि आन्दोलन भइराखेका छन्। त्यसो भएको कारणले गर्दाखेरि यो देशको शान्ति सुरक्षाका लागि पनि उहाँले आएर आफ्नो वचन सच्याउनुपर्छ। म त भन्छु नेपाली आर्मीलाई, नेपाली सेनालाई सेनामा लगेर तैनात, तपाईँको सिमानामा लगेर तैनात गर्नुपर्छ। नेपाली सेनालाई राख्नुपर्ने ठाउँ चाहिँ सिमानामा हो, तर अन्यत्रै प्रयोग भइराखेको कुरा छ। त्यसतर्फ पनि सरकारले तपाईँको चाहिँ के अरे ध्यान दिनुपर्छ र उहाँले भन्नुपर्ने कुरा चाहिँ अरू मन्त्रीहरूले, परराष्ट्र मन्त्रीज्यूले अथवा कोही कसैले अरूले आएर सच्याइदिने भन्ने खालको कुरा पनि मैले सुनिरहेको छु। त्यो पनि हामीलाई मान्य हुने छैन। उहाँको मुखबाट निस्केको त्यो जुन छ होइन शब्द, उहाँकै मुखबाट निस्केको शब्दले सच्याउनुपर्छ भन्ने माग हाम्रो हो।